एकपटक यो क्लिप हेर्नुहोस् है त। र अब यो हेर्नु कसरी एउटा लोकप्रिय नेता अहिले राज्यको सबैभन्दा ठुलो रिसको पात्र र देशद्रोही जस्तो ट्याग लाग्न पुग्यो। लेट्स डाइभ इन्टु द क्युरियस केस अफ केपी ओली। सुरु गरौँ 1952 तेह्रथुम जिल्लाको एउटा सानो गाउँमा फेब्रुअरी 22 को तारिक हो। बुवा मनमोहन प्रसाद ओली र आमा मधुमयको पुत्र केपी झोलीको जन्म हुन्छ। केपी ओलीको बाल्यकाल कठिन नै थियो। 3 वर्षको उमेरमा आफ्नो आमा गुमाएसँगै र बुवा सधैँ जस्तो बिरामी नै हुने भएकोले आफ्नो हजुरबुवा र हजुरआमासँगै हुर्किए। गरिबी, ग्रामीण क्षेत्रको जीवनशैली र आफ्नो परिवार गुमाएको कारणले नै होला उनी सानै उमेरदेखि कम्युनिस्ट सिद्धान्ततिर धेरै नै रुचि राख्न सुरु हुन्छ। 1970 सालसम्म कम्युनिस्ट सिद्धान्तसँगै पुरै झ्याम्मिएर खड्गप्रसाद ओली राज्य विरुद्धको राजनीतिमा धेरै नै सक्रिय हुन पुग्छन्। 1973 सालमा 21 वर्षको कलिलो उमेरमा पञ्चायत र राज्यको विरुद्ध प्रदर्शन, प्लटिङ र मर्डर समेत केस लगाएर उनीलाई 14 वर्षको जेल सजाय सुनाइन्छ। जेलको जीवन उनको राजनीतिक किताब र ज्ञान हासिल गर्नमै बित्छन्। 1987 सालमा जेल सजाय काटी अब 35 वर्षको उमेरमा उनी एमाले पार्टीको सक्रिय सदस्य भई अग्रसर भूमिकाहरू निर्वाह गर्न सुरु हुन्छ। 1990 को पहिलो जनआन्दोलन पछि पञ्चायत सिस्टमलाई हटाई नेपालमा बहुदलीय डेमोक्रेसी ल्याउन सफल हुन्छ। 1994 मा एमालेले एउटा मेजोरिटी सरकार गठन गरी त्यति बेलाको प्राइम मिनिस्टर मनमोहन अधिकारीको नेतृत्वमा केपी ओलीलाई पहिलोचोटि होम मिनिस्टर बन्न पुग्छन्। 1996 देखि 2006 को माओइस्ट इन्सर्जेन्सी र दोस्रो जनआन्दोलनले राजतन्त्र पूर्ण रूपमा हटाएर डेमोक्रेसीको स्थापना गर्ने बाटो बनाउँछ। 2006 को अन्तरिम सरकारको संगठन अन्तर्गत खड्गप्रसाद ओली 2006 मा डेप्युटी प्राइम मिनिस्टर हुन पुग्छन्। 2008 मा कन्स्टिट्युसनल एसेम्ब्लीको मेम्बर भई 2013 सम्म आफ्नो पार्टी एमाले र नेपालको राजनीतिमा ग्रासरुट लेभलसम्म राम्रो इमेज र बेस बनाउन थाल्छन् र 2014 मा एमालेको चेयरम्यानमा नियुक्त हुन पुग्छन्। 2015 साल अक्टोबरको महिनामा त्यति बेलाको सुशील कोइरालाको सरकारलाई हटाई पहिलो पटक नेपालको प्राइम मिनिस्टर हुन पुग्छन्। केपी ओलीले देश निकै कठिन अवस्थाबाट गुज्रिरहेको बेला प्राइम मिनिस्टरको पद सम्हाल्न पुगेका थिए। अर्थक्वेक र दोस्रो मधेसी जनआन्दोलन चर्किरहेको बेला नेतृत्व लिएका हुन्। इन्डियाको विरुद्ध आउटस्पोकन र एउटा केपीको लिडरको इमेज बनाउन सफल भई नेपाल र नेपाली जनताको मन जित्न सफल हुन्छन्। र त्यसै गरी 2017 मा युएमएल माओइस्ट पार्टीको जोइन्ट संगठन एनसीपी नेपाल कम्युनिस्ट पार्टी बनाई इलेक्सनमा बहुमत लिएर आएर 2018 मा फेरि दोस्रो पटक प्राइम मिनिस्टरको पद जित्न सफल हुन्छन्। 2018 देखि 2019 सम्म केपी ओलीको पपुलारिटी पिकमा पुग्छ। बाटो बाटोमा र पुरै देशमा केपी बा वी लभ यु भनेको सुन्न सकिन्थ्यो। अनफोर्चुनेटली 2019 को कोभिडको लकडाउन, इन्टरनल पार्टीको कन्फ्लिक्ट र दुईचोटिसम्म संसद विघटन गर्न खोज्दाखेरि मे 12 को 2022 मा उनलाई प्राइम मिनिस्टरको पदबाट हटाइएको थियो। तर भोलिपल्ट नै मे 13, 2021 मा उनी फेरि तेस्रो पटकको लागि प्राइम मिनिस्टर हुन पुगे। 2 महिना नपुग्दै भोट अफ नो कन्फिडेन्स पाएसँगै उहाँले पीएम को कुर्सी फेरि पनि गुमाउन पुगे। फास्ट फरवर्ड टु 12 जुलाई 2024। त्यति बेलाको प्राइम मिनिस्टर पुष्पकमल दाहालले नो भोट अफ कन्फिडेन्स पाएसँगै कांग्रेस र युएमएल को जोइन्ट संगठन गरी जुलाई 15, 2024 मा केपी ओली फेरि पनि चौथो पटकको लागि प्राइम मिनिस्टर हुन पुग्छन्। करप्सन र तानाशाही शैलीको यो सरकार नेपाल जनतालाई चित्त बुझेकै थिएन। 2025 8 सेप्टेम्बरमा जुन तरिकाले ओली सरकारले भोयलेन्स युज गरेर जेनजी लगायत नेपाली जनताको आवाजलाई सप्रेस गर्न खोजिएको थियो, सेप्टेम्बर 9 मा पुरा नेपाल जल्ने अवस्थामा पुग्यो। केपी ओली प्राइम मिनिस्टरको पदबाट राजीनामा पनि दिन पर्यो र उनी आर्मीको प्रोटेक्सनमा लुक्न बाध्य भए। आज यो भिडियो हेरिराख्दा केपी ओली राजनीतिमा अझै सक्रिय हुन खोजिरहेका छन्। सत्ताको मोह र शक्तिलाई छाड्न नसकी 70 भन्दा बेसी नेपाली जनताको लासमा टेकेर राजनीति खेल्ने प्रयास गर्दैछ। यति भनिसक्दा म यहाँ एउटा सानो भिडियो क्लिप राख्दैछु,
यो हेरेर ठिक हो जस्तो लाग्यो कि लागेन कमेन्ट गरिदिनु It's होला। fair to say that 80% of the world's problems involve old men hanging on and who are afraid of death and insignificance, and they won't let go.